तपाईहरु आन्दोलनमा किन आउनुभयो? नयाँ शिक्षा ऐन लागू गर्नु। 15 दिन पुगिसक्यो अझै कानमा तेल हाल्छस्। आन्दोलन तुहाउनलाई तिकडमबाजी कति फाल्छस्? बालबालिकाको भविष्य हामीले यो शैक्षिक सत्रको खेती थन्क्याएर आएका छौं। नेपाल सरकार बहिरो अन्धो जस्तो भएको छ अहिले। सर्किएको हैन, सरी भयो जिन्दगी। शिक्षा विधेयक धोका हो, धोका हो, धोका हो। तपाईले ठ्याक्कै के भन्दै हुनुहुन्छ? त्यो गीत नै थोरै सुनौं न। खोलामा झोलामा भन्दै हुन्थ्यो। नुन झिक्क मसला झिक्क शिकार झोलामा नेता जति फालिहालौं यही धोबी खोलामा। खत्म। बाय बाय टाटा। अब तपाईहरु एससी को कापी चेक नगर्ने? कापी त चेक गरिँदैन नि सर। हाम्रो 12 को परीक्षा रोक्दिने? 12 पछि हुँदै जान्छ, परीक्षा नि रोकिन सक्छ, शैक्षिक सत्र नै पछाडि धकेलिन सक्छ सर। जले विष्णु थले विष्णु विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु सर्व विष्णुमय मुदगत हरि ओम तसत् ओम तसत् ओम तसत् ओम विष्णु 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 श्रीमद् भागवत महापुराण विष्णु राख्य पर्वत मानस सकल जगत सिकाय प्रभु दिव्य प्रकाश श्वेत बारा गर्भे अष्टमी सदिने तलौ प्रथम चढे जम्बोदीपे भारतवर्षे भातखण्डे आर्यवर्त अन्तर्गत हिमवत क्षेत्र दक्षिण भागे। बंद करो हाथ जोड़ के। मैं रैप 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 जस्ट डू द टैप टैप tap. Yeah. With the teachers have so many features. Listen our voice. Before us don't appear as creature. Yeah. समयमै छोड अब त्यो कुर्सीको लाज भो। स्वर्ग जस्तो देशमा आज 8 पासेकै राज भो। अति भयो अति। ए सरकार सुन सरकार अति भयो अति। कालिका वनमा कालिका थाना मालिका वनमा मालिका थाना सिंह दरबार घुमिले यसा गला डाङ्ग्रेले हो। सरतिर हल्ली राखाले बाल बच्चाको भला त्यो बिचारले सरकार पेलेको पेलै हामी हेरेको हेरै। हामीलाई घर पठाउनुहोस् प्रधानमन्त्रीज्यू, हामीलाई ललिपप नदेखाउनुहोस्। खत्म। चोर डाका फटा तस्करी बदकारी भर्सारी सुन्न मसुन्न मुन्द्रे मुसाले कुण्डले चुण्डले पिण्डले माफिया माफिया भूमाफिया चन्दा चकरी कमिसन खोरी ज्यानमारा असत्य अपराधी सामन्तवाद नोकरसाथ दलाल पुँजीवाद खोले झोले नमोले भुके चम्चे छाते डनगन पुरातनवादी शोधवाईका हैकमवादी शैलीवाईका विस्तारवादी नीति बदले मगन्ते घुमन्ते फिरन्ते उडन्ते गति हराम मति हराम हुति हराम नीति हराम पाती पामरा सिल्ली क्षुद्र दुष्ट नकचरा लबस्तर पाखण्डी धूर्त तने चतुर सरकार या माइक्रोफोन हामीले लाउँछौँ, कफी पनि पाउँछौँ, माइक्रोफोन हामीले ल्याउँछौँ, पानी पनि पाउँछौँ। ऐन ल्याउन हामीले त मर्यादित गीत गाउँछौँ। अबे जल्दी बोल। ऐन ल्याउन हामीले मर्यादित गीत गाउँछौँ। या सरकार बंद करो हाथ जोड़ के। मैं मोल्ला खेलमा आफ्नो काम गर खुलुखुलु। ल्याइदेऊ सरकार आइन, हजुर ल्याइदेऊ सरकार आइन। हामी पेन्सिल लिएर कापी जाप्न बस्दैनौँ।
हामी रातो कलम लिएर काबिनेट नबस्छौँ हामीले आफूले पर्सेन्टेज ल्याउन चाहने हो भने नि 98 मैले भने सबै सरले काबिनेट हुन्छ 98% एसईको रिजल्ट पनि निस्किन्छ लेखेर राख्नुहोस् आज यो मेडीमा हालिदिनुहोस् आर यु कमेडी मी आज यो आन्दोलनमा आउँदाखेरि पैसा थिएन 2067 मैले दिदीसँग सापट मागेर ल्याएको छु आफै 8 पास त्यहाँ सियोदरबारभित्र मजाले बस्या छ किडनी 50 चोटि फेरिसक्यो देशको ढुकुची सबै सिद्ध्याइसक्यो अझ बकर के भन्छ शिक्षकले विद्यार्थीलाई फेल गरेर आफै फेल भएको छ पहिला आफू पास हुनुहोस् न भन्न चाहन्छु म पढाउँदै जीवन गयो नि पढाउँदै जीवन गयो नि सुन्छौ कि सुन्दैनौ भन्नु के छ र तोबा मधेसबाट आइयो मधेसबाट आइयो के विषय पढाउनुहुन्छ मेरो नेपाली गुरुप्रसाद मैनालीको दुईवटा कृतिको नाम भन्नु त गुरुप्रसाद मैनालीको अहिले मुखमा चाहिँ याद आएन अनि नेपाली के पढाउनुहुन्छ त मिस मैले नपढाए तपाईले पढाइदिनुहुन्छ त खत्तम If you do not address our demand as soon as possible, you are going to be thrown away. मैले राजमुनि लगाएको छु राजमुनि होइन त्यो सुरुको मुनि हो ओम चञ्जना मञ्जना मन बावै थरक्क पाए बयर कम्पाए सिंहासन कि रानी कम्पाए कुटुनी बुढीको राजमुनि म हरिप्रसाद दाहाल हामी 4 लाख शिक्षकहरूले लगाएको राजमुनि सम्माननीय प्रधानमन्त्री जसका चाहिँ नि केपी शर्मा ओली र जसका शिक्षा मन्त्री मार्फत यो मुनि लागि जाऊ भनेर मैले सुरुको छोटै मुनि लगाएको छु त्यसमा अर्को मुनि पनि थपिदिएको छु मैले ओम देउनी निगाली वारी देउनी निगाली पारी वारीभरको छाया पारी पिपलको छाया माझमा कदमको छायाले घुमाइ ल्याउने पापीको मायाले फुका केसा तिम्रा गहतको आँखी तिम्रा झमझम झिम्क्याउने परेली तिम्रा दारिमकी बिहा तन्त तिम्रा बिल्ली बसाडेको बेलगडी तन्दा तिम्रा पटपटे चोलीमा फुटेको बालक संविधान जारी भएको 3 वर्षसम्म एउटा शिक्षा ल्याउन नसक्ने सरकारले अनि हामीलाई 48 र 52% ल्याउने भन्ने नैतिक अधिकार प्रधानमन्त्रीज्यूलाई छैन किनभने सरकार असफल हो उहाँले कति नम्बर ल्याउनु भयो यो विधेयक पारित गर्न हामी सडकमा आउनु पर्ने हो उहाँ फेल हो हामी होइन पार्टीको झोला बोका हिजो उनीहरूले बोकेको अहिले छोड्छु अब छोडेको छोड्नुहुन्छ म पनि नेकपा एमाले छोडिसकेको मैले त त्यही शिक्षकलाई झोले भन्ने झोला बोकाएपछि झोले त हुन्छ अनि खड्गले जम्मा 28 अङ्क पाउने अब हामी शिक्षकले 48% पास पार्दाखेरि भएन भन्न मिल्छ काठमाडौँ भित्र मात्रै लिने हो भने त हामीले 71% भन्दा बढी विद्यार्थी पास गराएका छौँ कुन विषय पढाउनुहुन्छ नेपाली हजुर माधव प्रसाद घिमिरेका दुईटा कृतिको नाम के भनौँ म्याडम आज हामीहरू यता माग आफ्नो गर्न आएछौँ कि यहाँ माधव प्रसाद घिमिरेको कृतिको नाम भनौँ 84 मा देखाउला सुन्दैन यो सरकार कराउन आएका छौं सुन्दैन यो सरकार कराउन आएका छौं शिक्षा ऐन जारी गराउन आएका छौं 84 मा देखाउँछौं शिक्षा देख्ने नेतालाई 84 मा देखाउँछौं What is this flag? Mami, te siento lejos, dime dónde estás. Te quiero chingar, te voy a arrastrar. Déjate llevar a pagarse. आदरणीय साथीहरू सबै जो जहाँ हुनुहुन्छ त्यहाँ खाली ठाउँ खोजेर तपाईहरु प्लिज सुतिदिनु होला यो आजको हाम्रो महत्त्वपूर्ण कार्यक्रम नै आधा घण्टा सुतेर यो मस्त निन्द्रामा भएको सरकारलाई बिउल्याउने कार्यक्रम भएको हुनाले यहाँहरु सुतिदिनु होला हात्ती र बाँदर हेर्नुहोस् त को बलियो हुन्छ तुलना गरौँ त हेर्नुहोस् त हात्तीको अगाडि बाँदर बलको हिसाबले कहिल्यै भेट्छ तर रुख चढ्ने कुरामा बाँदर फर्स्ट हुन्छ कि हात्ती फर्स्ट हुन्छ कहिले जित्छ हात्तीले बाँदरलाई रुख चढ्न त बाँदरै फर्स्ट हुन्छ नि त्यो त बाँदरको ठाउँ रहेछ क्या अब पानीमा पौडिन अब के भने सिंह हेर्नु त जङ्गलको राजा हो अब माछालाई भेट्छ उसले हरेकका आफ्नो आफ्नो क्षमता छन् क्या प्रकृतिले त्यो बनाएको छ त्यो क्षमतालाई चिनेर अगाडि बढाउन प्रोत्साहन गर्नु चाहिँ हामी अभिभावक र शिक्षकको दायित्व हो न कि
उहाँहरूको क्षमता एकातिर तुलना अर्कोतिर गरेर उहाँहरूलाई अलिकति डिमोरलाइज गर्ने काम चाहिँ हामीले गर्न हुँदैन।